ग्यासको दाम बढेको छ, आन्दोलन भइरहेको छ। पेट्रोलको दाम बढेको छ, आन्दोलन भइरहेको छ। तेलको दाम बढेको छ, आन्दोलन भइरहेको छ। कि दुख यो कुरा सोचेर लाग्छ कि किसानको अनाजको दाम कहिले बढ्छ, किसानको पसिनाको भ्यालु कहिले बढ्छ, किसानको खेतीको भ्यालु कहिले बढ्छ, किसानको चावलको भाव कहिले बढ्छ, किसानको दालको भाव कहिले बढ्छ। तर पेट्रोलको दाम बढ्छ, ठुलो आन्दोलन हुन्छ देशमा, ग्यासमा आन्दोलन हुन्छ। तर चावलको लागि आन्दोलन किन भइरहेको छैन? गहुँको लागि किन आन्दोलन भइरहेको छैन? किसानको लागि कहिले आन्दोलन हुन्छ? मान्छेहरू त भन्छ फलाको दाम बढेको छ आन्दोलन गर्ने, तर किसानको लागि कहिले पनि आन्दोलन हुनु परेन। किसानले चाहेन, मल चाहेन किसानलाई, खाद चाहेन किसानलाई। किसानले जे मेहनत गरेको छ, फसल उब्जाएको छ, त्यो किसानको फसलको रेट हुनु पर्यो कि परेन? यो कुराहरू हामी कहिले आवाज उठाउने? अहिले समय छ हामीलाई किसानको बारेमा पनि आवाज उठाउनु पर्छ कि हाम्रो आमा बुवाले बाबाले कि यति मेहनत गरेर जे अनाज उब्जाएको हुन्छ, फसल गरेको हुन्छ, तर त्यो न त धानको भाव बढ्छ, न त चावलको भाव बढ्छ, न त दालको भाव बढ्छ। किसानले गर्दा नै देश चलिरहेको छ, किसानले गर्दा नै देशको उन्नति प्रगति छ, किसानले गर्दा नै मान्छे बाँचेको छ। तर त्यही किसानको भ्यालु छैन यो देशमा, त के यो राम्रो कुरा छ? पहिलाको सरकारले पनि किसानलाई यस्तै दुःख दिएको थियो, अहिलेको सरकारले पनि यस्तै दुःख दिइरहेको छ। न त टाइममा पानी जान्छ, न त टाइममा मल पाउँछ किसान, न त उसको मेहनतको पसिनाको पैसा मिल्छ। किसान आफ्नो दुःख कसलाई भन्छ? किसानसँग त सोच छैन त्यति कि डाइरेक्ट मन्त्रीलाई कल गर्छ, छैन। आफ्नो दुःख किसान कसलाई भन्छ? हे सरकार, तपाईले अलिकति पनि माया छ किसानले लिएर त अनाजको रेट बढाउनु, चावलको रेट बढाउनु, उखुको रेट बढाउनु, दालको रेट बढाउनु, किसानको भ्यालु बढाउनु, त्यो मजदुरको भ्यालु बढाउनु। तपाईलाई थाहा छ यो कुरा? अहिले मान्छे भन्छ किसान छ त कुन भ्यालु छ, तर यो थाहा हुनुपर्छ किसानले गर्दा नै हाम्रो देश चलिरहेको छ। किसान हुँदैन त जे खाएर राख्नु भएको छ त्यो केही प्राप्त गर्न सक्नु हुँदैन। किसान भनेको देशको भगवान हो र त्यो भगवानको भ्यालु बढ्नुपर्छ नि। भगवानको भ्यालु बढाउनु हुँदैन त कहाँबाट हुन्छ? जुन सामानको दाम बढाउनु पर्छ त्यसमा अलिकति पनि ध्यान दिनु हुँदैन, र जुन सामानको रेट बढाउनु पर्दैन त्यसको हाई रेट गरिदिनुहुन्छ। सरकारमा क्षमता छ, हिम्मत छ त चावलको दाम बढाएर हेर्नु त पेट्रोलको बढाउने, डिजलको बढाउने। तपाईसँग क्षमता छ भने किसान भनेको के हो सबैलाई जानकारी दिनु। तपाईसँग क्षमता छ भने किसान के को लागि छ सबैलाई सम्झाउनु। किसानले मेहनत गरेर आफ्नो बच्चा पालिरहेको छ, र किसान आफ्नै बच्चा होइन, यो देशको बच्चा पालिरहेको छ। कसले? किसानले। किसान मेहनत गरेर आफ्नो घर चलाउँछ र यो देश पनि चलाइरहेको छ किसानले। त्यसै भएर एक नम्बरमा किसान हुनुपर्छ, र दुई नम्बरमा तपाईलाई जसलाई राख्नु मन छ त्यसलाई राख्नु, तर एक नम्बरमा किसान। किसान भनेको देश हो, देश नै किसान हो। यदि किसानको भाव बढ्छ, किसानको भ्यालु बढ्छ त देश अटोमेटिकली राम्रो बन्छ। त्यही भएर सरकार, पहिला वाला सरकारमा र यो सरकारमा तपाईँ चाहनुहुन्छ केही फरक देख्नलाई, सबभन्दा पहिला किसानको अनाजको भाव बढाउनु।